73-74बाट 8 वर्ष करिब 8 वर्षको चाहिँ मेरो कार्यकालको भन्नुहोस् है। अब त्यसमा चाहिँ हामीले करिब 82 अरब चाहिँ नाफा टोटल सञ्चित नाफा गरेका छौँ। त्यसमा 35 अरब पहिलाकै सञ्चित घाटा थियो, त्यसलाई माइनस गऱ्यौँ र यो 47 अरब जति 46-47 अरबमा गर्दाखेरि 82 अरब जति हाम्रो 81-82 अरब चाहिँ नाफा भयो। त्यो त कसैले नो भन्न सकेका छैन। कसरी भन्छ र हामीले सञ्चित घाटालाई पनि माइनस गऱ्यौँ र प्लस पनि गऱ्यौँ। यो 81-82 अरब चाहिँ हाम्रो नाफा हो। अब यो नाफा त नाफै हो। अब उहाँले के लेख्नु भने कन्फ्युजन क्रिएट गर्न है, कन्फ्युजन क्रिएट गर्नलाई उहाँले के भने तर आयकर ऐनको व्यवस्था अनुसार एक्सेलरेटेड डिप्रिसिएसन कटाएर चाहिँ 5 अरब 66 करोड चाहिँ घाटा छ, सञ्चित घाटा छ भन्नुभयो भने यो तपाईँले